हेलो गाइज, दर्शन नमस्ते, स्वागत छ तपाईहरुलाई। साथीहरु तपाईहरु के कस्तो हुनुहुन्छ? म चाहिँ अहिले यहाँनिर टक्कै ट्रेनको पर्खाइमा छ रे। ट्रेनको पर्खाइमा छु। हामी चाहिँ उता कामको लागि जान आँटेका छौं है, पन्जाबतिर। अनि साह्रो गर्मी छ हौ साथी हो। गर्मी छ, के गर्ने? गर्मी भएर भनेर भएन यार, के गर्ने? पैसा कमाउनु पर्यो जिन्दगीमा। गाह्रो छ हौ जिन्दगी। साथीहरु यस्तै छ जिन्दगी। गर्मी भनेर नहुने, जाडो भनेर नहुने, के गर्ने? पैसा कमाउनु पर्यो, जिन्दगी चलाउनु पर्यो। गाह्रो छ नि हौ जिन्दगी परदेशको ठाउँमा। साथीहरु कहिलेकाहीँ गर्मी पनि किन भइदिएको होला जस्तो लाग्छ। नभइदिनु हुन्थ्यो, जाडो मात्रै भइदिनु हुन्थ्यो जस्तो लाग्छ। फेरि जाडो महिना आएपछि गर्मी आइदियो हुन्थ्यो जस्तो लाग्ने। मान्छेको जातलाई जसो गर्दा पनि सन्तुष्टि छैन क्या जिन्दगीमा। साथीहरु भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।